भन्छ होला सायद। काठमाडौँ रवि लामिछानेलाई काठमाडौँ ल्याउनु नल्याउनु ठुलो सरकारको विषय नै होइन यहाँ। हैन उहाँले त मेसेज पठाउनु सन्देश पठाउनु भन्ने कुरा गृहमन्त्रीको आधिकारिक तथ्य तपाईले बनिरहनु भएको छ कि कहाँबाट बनिरहनु भएको छ? हैन यो सुन्नु यो सामाजिक सञ्जालमा आएका कुरालाई तपाईले मसँग प्रश्न नगर्नुस्। यस्तो सामान्य विषयमा नेगोसिएसन हुन्छ काहीँ? यो बे लेनदेन हुँदैन यस्तो विषयमा पनि लेनदेन हुन्छ। बरु मृत्युवरण गर्न तयार छन् रवि लामिछाने। कुरा कहाँनिर हो भने हाम्रो विचारको हामी स्पष्ट छौँ। राष्ट्रिय स्वतन्त्र पार्टी स्पष्ट छ। रवि लामिछानेलाई काठमाडौँ ल्याउने कि नल्याउने ठुलो सरकार हैन उहाँले पनि यस्तो भन्नु पर्यो। म अलिकति म भन्दैछु उहाँले त भनेको अहिले जस्तै सामाजिक सञ्जालमा आए नै हैन अहिले तपाईकै कुरालाई राजनीतिक प्रतिशोध हो। रवि लामिछाने कुनै संलग्नता छैन। सहकारी पीडित हो भने कुनै तथ्य प्रमाण छैन। सहकारी पीडित पीडक हुनको लागि चाहिँ सहकारीसँग सम्बन्ध हुनु पर्यो। प्रत्यक्ष अप्रत्यक्ष सम्बन्ध हुनु पर्यो। सम्बन्ध कुनै प्रत्यक्ष हैन अहिले आयो नि त पर्सामा आयो नि त अहिले सहकारीको सदस्य 1 लाख राखेर सहकारीको सदस्य लिएको त्यसको भोलिपल्टै 1.5 करोड झिकेर त्यसको सुन्नु न त्यसको यथेष्ट तथ्य र प्रमाण हामीसँग छ तपाईसँग छ छैन नि। गगन थापाले हिजो के भन्थे हिजो नैतिकताको पाठ सिकाउने हैन संसदीय हैन रमेश लेखकले नैतिकता पाठ सिकाउँदै थिए रवि लामिछानेलाई राजीनामा दिन भन्दै थिए। अभ्यासको नीति विधि प्रक्रिया सिकाउने मान्छेहरू नैतिक राजनीतिक नैतिकता सिकाउनेहरू राजनीतिक संस्कार सिकाउनेहरू आज आफैले बनाएको नैतिकता र आफैले बनाएको नजिकको आधारमा आफूले राजीनामा दिन तयार हुने कि नहुने भन्ने मूल प्रश्न हो नि त। हैन माओवादीले किन सहमति गर्यो? एकीकृत किन सहमति? सत्तासँग दुई बुद्धि माओवादीसँग त सुन्नु न माओवादी जस्तो अवसरवादी चरित्र बोकेको कुनै पार्टी छ भने अहिले नेपालमा? यो अवसरवादी हो माओवादी? माओवादी पूर्ण रूपमा अवसरवादबाट अभिप्रेत भएर अगाडि बढेको हैन माओवादीले नि तपाईको पार्टी सभापतिले जोगाउनलाई ठुलो भूमिका खेल्नु भएको केले हैन? कमरेड प्रचण्डले नै हिजो चाहिँ विभिन्न सामाजिक सञ्जालमा संसदमै बोलेको हो नि। गृहमन्त्री राजीनामा नदिएसम्म हामी विषय छोड्दैनौँ राजीनामा र छानबिन समिति मागेको हो नि उहाँले। हैन धमलासँग अन्तर्वार्ता चर्चित छ अहिले भाइरल भइरहेको छ उहाँले। हैन त राजीनामा विषय छोड्दैनौँ भन्नुभएको थियो उहाँले। किन छोड्न बाध्य हुनुभयो त अहिले? त्यही त भन्दैछु त किन छोड्नु भयो भने त उहाँहरू अवसरबाट अभिप्रेत हुनुभयो। विषयले गर्दा अहिले हेर्नुस् है रूपन्देहीबाट रवि लामिछाने काठमाडौँ आउनु खोज्दा पनि गृहमन्त्री रोकेको कुरा आइरहेछ। पोलिटिकल नेगोसिएसन कहिले हुन्छ? जहिले उच्च स्तरीय छानबिन समिति बन्छ। अबको आवश्यकता र अबको नेतृत्व त्यसको नेतृत्व राष्ट्रिय स्वतन्त्र पार्टीले गर्छ र वैकल्पिक शक्ति केन्द्रलाई मजबुत बनाउने र नेपालको राजनीतिमा एउटा चाहिँ नीलो क्रान्ति सम्पन्न गर्नको लागि शक्ति बनाउने काम चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा हुन्छ। राजसभामै प्रवेश गर्छन् उनीहरू लगायतका स्वतन्त्र बसेका जो राजसभा प्रवेश गर्छन् उनीहरूले व्यक्तिहरू छन् ती व्यक्तिहरूलाई राष्ट्रिय स्वतन्त्र पार्टी र एउटा वैकल्पिक शक्ति केन्द्रको रूपमा राजसभा प्रवेश गर्छन् उनीहरूले। अब त्यसो भए गर्नुपर्छ। साँच्चै तपाईहरू राजावादी हो छाती मात्र राखेर सोचो एकचोटि तपाईहरू राजावादी नै हो राज संस्थावादी नै हो साँच्चै हो भने तपाईहरूले छ नि आन्दोलन गरेको आन्दोलनमा तपाईहरूको नेतृत्वमा आन्दोलन हुन सक्दैन। नेतृत्व कसले गर्न सक्छ? ज्ञानेन्द्रले गर्यो भने मात्र त्यस्तो आन्दोलन एउटा राजा भएर सडकमा आउने उनीहरू त्यसो भन्छन्। राजा त हिँड्नु हुँदैन डुल्नु हुँदैन राजा त राजगतिमा मात्रै बस्नुपर्छ जिउ हजुर मात्रै गर्ने हो हामीले। उहाँ त बोल्नु पनि हुँदैन सडकमा आउनु पनि हुँदैन। राजा पनि सडकमा आउँछन् राजा पनि जनताको विरुद्धमा आउँछन् त भन्नुहुन्छ उहाँ। त्यो भनेको चाहिँ के हो भने दास मनोविज्ञान हो क्या। दास मनोवृत्ति हो मनोविज्ञान हो। त्यसलाई दास मनोविज्ञानबाट ग्रसित भएका मान्छे हैन राजा त भगवान जस्ता हुन् भन्छन् उनीहरू। राजा त भगवान हो भन्छन्। दासत्व मनोविज्ञानबाट ग्रसित भएका मान्छेहरूले भन्ने कुरा यस्तै हो क्या। एउटा वंशवादमा आधारित पर्मानेन्ट इन्स्टिच्युट किन स्वीकार गर्ने? जुन पर्मानेन्ट इन्स्टिच्युटले देशको विकास समृद्धि र जनताको प्रत्यक्ष शासन व्यवस्थामा कुनै पनि संलग्नता राख्दैन र त्यो निकममा हुन्छ भने त्यस्तो परिवारवादमा आधारित संस्था हामीले ल्याउनु पर्ने आवश्यकता के? यति बेला हामीसँग संवाद गर्नको लागि राष्ट्रिय स्वतन्त्र पार्टीका युवा नेता साजन बिके हुन्छ। साजनजी नमस्ते यहाँलाई स्वागत छ। धन्यवाद। आराम हुनुहुन्छ? ठिक छु सर। तपाईहरुको पार्टी सभापतिलाई हेर्नुस् त 5औं जिल्ला पर्सा जिल्ला अदालत समेत मुद्दा चल्यो। सरकारी वकिल कार्यालयले झन्डै 11 करोड 56 लाख 94 हजार बिगो माग्दाविसहित सहकारी ठगी र संगठित अपराधमा मुद्दा चलाएको छ। अब सहकारीको सञ्चालक संस्थापक सदस्य केही होइन भनेर यहाँको पार्टी सभाले भनिराख्नु भएको थियो। तर त्यहाँ त 2078 साल साउन 18 गते चाहिँ 1 लाख जम्मा गरेर चाहिँ सहकारीको सेयर लिएको सदस्य बनेको र भोलिपल्ट 1.5 करोड ऋण लिएको भन्ने कुरा आयो। 1.5 करोड उहाँले लगेको भन्ने कुरा आयो। यो कुराले त तपाईहरुको पार्टी सभापति एकपछि अर्को गर्दै अप्ठ्यारोमा पर्ने भो भन्ने कुराहरू आइरहेछ। कसरी हेर्नु भएको छ मुद्दालाई तपाईले? सबैभन्दा पहिलो कुरा सहकारीका विषयमा जसरी सहकारी पीडितहरूलाई न्याय दिलाउने सवालबाट भन्दा पनि हजुर
राजनीतिक प्रतिशोध साध्ने सवालबाट यो विषयहरू उठान भएको छ भन्ने कुरा गएको कार्तिक 3 गतेदेखिको रवि लामिछानेलाई जुन खालको अनुसन्धानको नाममा राजनीतिक प्रतिशोध कार्तिक 2 गते पक्राउ पर्यो कार्तिक 2 गते प्रतिशोध साध्ने काम भयो त्यो श्रृङ्खला आजको दिनसम्म चलिरहेको छ जारी छ अहिले त्यसकै श्रृङ्खला हो यो त्यसको निरन्तरता हो यो हैन त्यहाँ त सहकारी सदस्य भएको भन्ने कुरा आयो नि त अर्को कुरा के छ भन्दाखेरि यो त्यसको प्रतिशोधको श्रृङ्खला हो त्यसको निरन्तरता हो पर्सामा पनि उहाँले जे जस्तो तथ्य प्रमाण छ भनेर जसरी अहिले चाहिँ सामाजिक सञ्जालमा र विभिन्न सम्बन्धित व्यक्तिहरूले जसरी जुन ढङ्गबाट भनिरहनु भएको छ हजुर हजुर रूपन्देही काठमाडौँ चितवनमा पनि त्यसै गरी त्यस्तो तथ्य प्रमाण छ भनेर अनुसन्धान थालिएको थियो नि यो विषय उठान पर्सामा पनि अब ठेगाना चाहिँ अर्कै भन्ने कुरा अब विषय उठान त्यसरी भएको थियो भनेपछि अहिलेसम्म आजको दिनसम्म पनि रवि लामिछानेलाई सहकारी पीडित हो पीडक हो भनेर उसलाई चाहिँ त्यो सहकारीको पैसाको हिनामिना गरेको हो भनेर आजको दिनसम्म पनि भनेको छैन भनेपछि यो अवस्थामा हामीले के बुझ्नुपर्छ भन्दाखेरि जुन ढङ्गबाट रवि लामिछाने केन्द्रित मूलतः राष्ट्रिय राजनीतिमा वैकल्पिक शक्ति केन्द्रलाई सिध्याउने दुष्प्रयास स्वरूप आएका यी चाहिँ राजनीतिक प्रतिशोधका श्रृङ्खलाहरू हुन् भन्ने कुरामा स्पष्ट हुनु जरुरी छ यदि रवि लामिछाने साँच्चीकै सहकारी पीडक हो पैसा अपचलन गरेको हो तथ्य प्रमाण थियो भने आज पूर्वपक्षमा रवि लामिछानेलाई जेलमा राख्दैन थियो होला पूर्वपक्षमा राख्नको लागि पनि कति धेरै आग्रह पूर्वाग्रह ढङ्गबाट चाहिँ राखिएको छ भन्ने कुरा त हामीले स्पष्ट देखेका छौँ नि त्यसकारण त जे जति विषयहरू आएका छन् यी विषयहरू राजनीतिक प्रतिशोधको एउटा चरम उत्कर्ष हो भन्ने कुरामा स्पष्ट हुन जरुरी छ त्यहाँ भनिएका तथ्य र प्रमाणमा कुनै पनि आधारहरू छैन हैन त्यहाँ पनि बागमती 8 भन्ने कुरा आयो नाम चाहिँ रवि लामिछाने ठेगाना अर्कै भन्ने कुरा अब यो त यस्तो हुन्छ अब त्यो पात मैले अघि पनि भनिहालेँ नि यो तथ्यको नाममा जनतालाई दिग्भ्रमित बनाउने जनतालाई चाहिँ साँच्चीकै अहिले चाहिँ कस्तो बनाइदियो बीचमा एउटा समय देशैभरिको सहकारी पीडितहरूको पैसा चाहिँ रवि लामिछानेले अपचलन गरेको र सबै सहकारी पीडितलाई चाहिँ रवि लामिछानेले मात्र कारबाही गर्यो भने मात्र न्याय दिलाउँछ भन्ने सवालबाट विषय उठान भएको थियो तर अहिले वास्तविक सहकारी पीडितहरूले बुझेका छन् हैन कोहीले त हैन रवि विरुद्ध मेरो उजुरी होइन भनेर रूपन्देही त सुप्रिम सहकारीका हो रूपन्देहीमा कास्कीमा काठमाडौँमा चितवनमा त अहिले भन्दै आयो नि त अब रूपन्देहीको नारायण पराई सहकारी पीडितको रूपमा पीडितको रूपमा जसरी निवेदन दियौं रवि लामिछानेका विरुद्धमा होइन भनेर त सहकारी पीडितहरूले भनेका छन् भनेको मतलब के हो भन्दाखेरि सरकारमा बसेर दबाब र प्रभाव पारेर अदालत र प्रहरीलाई चाहिँ त्यसरी चाहिँ प्रतिशोध साध्ने काम भएको स्पष्ट देखिन्छ यो प्रतिशोधको एउटा चाहिँ चरम उत्कर्षको एउटा चाहिँ केन्द्रबिन्दु हो भन्ने कुरा बुझ्न सकिन्छ म्हणजे कुनै नौलो कुरा होइन पर्छ मुद्दा चल्नु हैन अरु जिल्लाहरु जस्तै हो यो नौलो कुरा हैन सामान्य कुरा हो हामी त चाहन्छौं हैन 11 करोड हेर्नु त 11 करोड बिगो मागदाबी गरिएको छ हामी के चाहन्छौं भने रवि लामिछानेलाई पूर्वपक्षमा जेल हाल्ने होइन यथेष्ट तथ्य र प्रमाण छ भने फैसला गर्दोस् अदालतले त्यो फैसला आधार सहित हुनु पर्यो कानुन सम्मत हुनु पर्यो तथ्य र प्रमाणमा आधारित हुनु पर्यो हामी सम्मान गर्न हैन तथ्य र प्रमाण बिना नै त्यसो भयो अब जेठ 9 गते त सर्वोच्चले पनि अब थुनामै पठाउन आदेश गर्यो यो भन्दा अगाडि बुटोलको तुलसीपुर बुटोल इजलास उच्च अदालत तुलसीपुर बुटोल इजलासले थुना पठाउने आदेश गरेको जिल्ला अदालतको आदेश बदर गर्दै त्यसैलाई सदर गर्यो उच्च अदालतको आदेशलाई त्यो त बन्दी प्रत्यक्षकरणको मुद्दा खारेज भयो त्यो हेर्नुस् खारेज गरेको हो जुन अदालतले उच्च अदालतले जुन निर्णय गर्यो त्यो निर्णयलाई सदर गर्नु र अहिले चाहिँ अनुसन्धान चाहिँ हिरासतमै राखेर अनुसन्धान गर्नुलाई आदेश दिएको मात्र हो हैन थुन्चेक बहस मात्रै भएको थुन्चेक बहसको आदेश मात्रै भएको आदेश मात्र त्यो फैसला गरेको होइन त्यसकारणले गर्दा अहिले पनि हामी त के भनिरहेका छौं भने हैन अहिले पनि तपाईलाई चोखो हुनुहुन्छ हाम्रो पार्टी सभापति भन्नेमा विश्वास त हुनुहुन्छ अहिले पनि अहिले हामी त डे 1 देखि नै भनिरहेका छौं नि यो राजनीतिक प्रतिशोध हो रवि लामिछाने कुनै संलग्नता छैन सहकारी पीडित हो भने कुनै तथ्य प्रमाण छैन सहकारी पीडित पीडक हुनको लागि चाहिँ सहकारीसँग सम्बन्ध हुनु पर्यो प्रत्यक्ष अप्रत्यक्ष सम्बन्ध हुनु पर्यो सम्बन्ध कुनै प्रत्यक्ष हैन अहिले आयो नि त पर्सामा आयो नि त अहिले सहकारीको सदस्य 1 लाख राखेर सहकारीको सदस्य लिएको त्यसको भोलिपल्टै 1.5 करोड झिकेर त्यसको सुन्नु न त्यसको यथेष्ट तथ्य र प्रमाण हामीसँग छ तपाईसँग छ छैन नि समाचारमा आयो सञ्चार माध्यममा आयो समाचारमा त हिजो पनि भनेको थियो हिजो संसदमा आजको संसदमा सत्तापक्षीहरू
हिजो प्रतिपक्ष हुँदै गर्दाखेरि संसदमा तथ्य र प्रमाण छ भनेर प्रमाण देखाउँ, राजनीतिक हाम्रो अन्त्य गर्छौँ भनेर भनेका हुन् नि। राजनीति गगन थापाले बोले, चिरगट्टो देखाए नि गगन थापाले, हैन? राजनीति छोड्छु भन्नेहरू पनि आज चाहिँ लाजले शिर निउरा र संसदमा त फेरि बसिरहेका छन्। होइन, रमेशलेको प्रकरण हेर्नु, भिजिट विशाखा उहाँ मुछिनु भएको छ, गगन थापा भोलि चुप्प छ अहिले। होला हेर्नुहोस् त, बोले त गगन थापा हिजो के भन्थे, हिजो नैतिकताको पाठ सिकाउने होइन संसदीय होइन, रमेशले नैतिकता पाठ सिकाउँदै थिए, रवि लामिछानेलाई राजीनामा दिन भन्दै थिए। अभ्यासको नीति विधि प्रक्रिया सिकाउने मान्छेहरू, नैतिक राजनीतिक नैतिकता सिकाउनेहरू, राजनीतिक संस्कार सिकाउनेहरू आज आफैले बनाएको नैतिकता र आफैले बनाएको नजिकको आधारमा आफूले राजीनामा दिन तयार हुने कि नहुने भन्ने मूल प्रश्न हो नि त। हेर्नुहोस् त, राजीनामा दिन त्यही प्रश्न त्यही नैतिकताको प्रश्न आजको गृहमन्त्रीलाई याद त होला। होइन, उहाँले नै उठाउनु भएको थियो। झन्डै पोहोर चाहिँ के 1 वर्ष अगाडि चाहिँ उहाँले के भन्नुभएको थियो रवि लामिछानेलाई, हेर्नुहोस् त सहकारीको ठगी प्रकरणको विषय आएको छ, तपाईँले तुरुन्त नैतिकता आधारमा राजीनामा दिनु, स्वार्थ बाँचिने भयो। अब जसरी गोकुल बास्कोटाले 70 करोडको अडियो प्रकरण बाहिरियो, उहाँले पनि नैतिकता आधारमा राजीनामा दिनुभयो। डाक्टर राम शर्मा जो अर्थमन्त्री हुनुहुन्थ्यो, उहाँको विदेशमा खाता छ भन्दाखेरि उहाँले पनि प्रश्न उठेपछि नैतिक आधारमा राजीनामा दिनुभयो। सहकारीको यत्रो विषय आएको छ, रवि लामिछानेज्यू गृहमन्त्रीज्यू राजीनामा दिनुहोस् भन्नुभएको थियो। आज उहाँको राजीनामा माग्दाखेरि हो मलाई कतै केही भएको छैन, एउटा कर्मचारीले गलत गर्दाखेरि मन्त्री दोषी हुने भने दुवैमा नयाँ सरकार फेरिन्छ, कहाँ हुन्छ यसरी राजीनामा दिनु पर्दैन भन्दै हिँड्नु भएको छ उहाँले। त्यही त भन्दैछु त, यो मूल कुरा के हो भने अरूलाई चाहिँ नैतिकताको पाठ सिकाउने अनि त्यो नैतिकताको पाठ आफूमा लागू नगर्ने भनेको मतलब के भने राजनीतिक चरित्र, राजनीतिक नैतिकता विहीन भए अहिलेका नेतृत्वहरू, अहिलेका नेताहरू, होइन? अब अहिले मूल कुरा के हो भने अहिलेको सरकार पूर्ण रूपमा भ्रष्टहरूको सरकार हो भन्ने कुरा स्पष्ट छ। किनभने अहिलेको अपराध कस्तो हुने भयो भने राज्य संरक्षित अपराध हुने भयो कि कुनै पनि अपराध चाहिँ राज्यले नै संरक्षण गर्न थाल्यो। राज्यको निर्देशनमा, राज्यको संरक्षणमा र राज्यको प्रत्यक्ष निगरानीमा अब अपराध हुन थालिसकेपछि यो राज्यको विघटन गर्ने अथवा चाहिँ यो राज्यको अहिले जो नायकहरू छन् नि, मालिक भन्नेहरू, अधिनायकवादी हाबी गरिरहेकाहरूलाई चाहिँ अब हटाउने कि नहटाउने, यिनीहरूलाई बहिष्कार गर्ने कि नगर्ने, सकिन्छ संवैधानिक प्रक्रियाबाट नै बहिष्कार गर्न जरुरी छ, बर्खास्त गर्न जरुरी छ, उहाँले राजनीतिक नैतिकता देखाउन जरुरी छ। होइन सकिँदैन भने त्यसको नेतृत्व सडकबाट गर्नुपर्छ, जनताले त्यसको नेतृत्व गर्नुपर्छ। होइन, अहिले सदनमा हेर्नु त राष्ट्रपाले झन्डै 1 महिनादेखि, आज तपाईँसँग साउन 4 गते म असार 4 गते कुरा गरिरहेको छु, असार 13 गतेबाट निरन्तर यो गृहमन्त्रीको यो भिजिट विशाखामा छानबिन हुनु पर्यो र उहाँले नैतिकता राजीनामा दिनु पर्यो भनेर संसदमा बबन्डर मचाइराखेको छ। अहिले त पलिटिक कसेर ध्यान गर्नेदेखि लिएर अब जुत्ता चप्पल खोलेर बेल घेराउ गर्नेदेखि लिएर गरिरहेको छ। तर दुई विधेयमा फेरि प्रमुखप्रतिनिधिवाद नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले आत्मसमर्पण गरे भन्ने कुराहरू आइरहेछ। यो राष्ट्रपाले जुन सडकमा यो जुन अवरोध गरिरहेको छ, विरोध कार्यक्रम गरिरहेको छ, कसरी हेर्नु भएको छ यसलाई? मूल कुरा के हो भने संसदमा जनताको आवाजलाई बुलन्द गर्ने हो, जनताको विषयवस्तुहरू राख्ने हो, जनताको सुख दुःखको कुराहरू राख्ने हो, जनताका समस्याहरू राख्ने हो, समस्याको समाधानहरू राख्ने हो। भनेपछि जनताको सबैभन्दा सर्वोच्च स्थान भनेको कहाँ हो त भन्दाखेरि संसद हो। अनि देशैभरि अहिले राष्ट्रिय विषयमा चाहिँ छलफल भइरहेको छ। जनताले चोक चोकमा, चिया पसलमा, हरेक ठाउँमा चाहिँ अहिले यो भिजिट भिसा प्रकरणको विषयमा जनताले प्रश्न गरिरहेका छन्। जनताको प्रतिनिधिमूलक रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीले संसदमा प्रश्न गरिरहेको छ, तर यो प्रश्नको जवाफ दिन सरकार नालायक छ, निकम्मा छ। होइन, तपाईँहरूलाई त पेलेरै गयो, हेर्नु त, मैले भन्दैछु त्यहाँ विरोध गरिरहेछ, छलफल अगाडि बढिरहेछ, काम कारबाही अगाडि बढिरहेछ संसद। अब जनताको आवाज राष्ट्रिय स्वतन्त्र पार्टी मार्फत सशक्त ढङ्गले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदले संसदमा बुलन्द गरिरहेका छन्, तर त्यो जनताको आवाजलाई नजरबन्द गर्ने, नजरअन्दाज गर्ने, निस्तेज गर्ने, त्यसलाई बहिष्कार गर्ने काम कसले गर्यो त भने अहिलेको सरकार पक्षले गर्यो। भनेपछि शक्ति पृथकीकरणको सिद्धान्तले पनि के भन्छ भन्दाखेरि अहिलेको हाम्रो अहिलेको संसदीय व्यवस्थामा, लोकतान्त्रिक व्यवस्थामा हामीले
अल्पमतमा परेका विचारहरूलाई पनि सम्बोधन गर्नुपर्छ, छलफल गर्नु पेलेर जान मिल्दैन भनेपछि यो लोकतान्त्रिक प्रक्रिया विधि भन्दा बाहिर गर्नु मिस्ने काम हो हैन। मिस्ने होइन उहाँहरू राष्ट्रपालले त भन्यो सभामुख एउटा दलको जस्तो भयो, सरकारको जस्तो सभामुख यो संसदको होइन सरकारको जस्तो भयो भन्नुभयो, त्यस्तै भूमिका खेल्नु भयो उहाँले। मूल कुरा के भने अहिलेको सरकारले संसदमा पनि अधिनायकवादी हावी गर्यो, अधिनायकवादी चरित्र प्रदर्शन गर्यो। अहिलेको सभामुख महोदयले संसदमा कुनै पनि एउटा सानो दलले एउटा सांसदले चौथो ठुलो दल हो तपाईहरुको पार्टी गरिरहेको छ, यो भएन भनेर भनिरहेको छ, विरोध गरिरहेको छ, विद्रोह गरिरहेको छ, संसदभित्र चाहिँ आन्दोलन गरिरहेको छन्, तर त्यसको आवाज सुन्दैन। जनताको आवाज हो नि त्यो, सुने नसुने झै गरेर उहाँले पार्टीलाई नजरअन्दाज गर्नु, जनतालाई नजरअन्दाज गर्नु हो। हैन किन पिलेर जानु खोज्यो सरकार, तपाईहरुलाई किन गनेन संसदमा? किन गयो भन्दाखेरि सरकार पूर्ण रूपमा राज्य संरक्षित अपराध गरिरहेको छ। यो अपराध उहाँहरू आफै अपराधी हो, त्यसकारणले आफूले गरेको अपराधको अनुसन्धान गर्न उहाँहरू तयार हुनुहुन्छ। हामीले के भन्यौँ, त्यो अपराधको अनुसन्धान हुनुपर्छ भनेर भन्यौँ। हामीले के भन्यौँ, जो अपराधी हो त्यसलाई कारबाही गर्नुपर्छ भन्यौँ। हामीले के भन्यौँ, अपराधमा संलग्न व्यक्तिले राजीनामा दिनुपर्छ भनेर भन्यौँ। संलग्न हो, गृहमन्त्री संलग्न हुनुहुन्छ र अहिले आवाज जनताले बोलेको मानव तस्कर भन्न पाइन्छ गृहमन्त्रीलाई? हामीले संसदमा मानव तस्कर राजीनामा दिए भन्नुभएको छ, कसलाई भन्न खोज्नु भयो? त्यहाँ कांग्रेस सांसद सचेतक सुशीला सिंहले त कसलाई भन्न खोजेको मानव तस्कर भन्नुभयो? हैन, हामीले के भन्यौँ, मानव तस्कर जसरी भएको छ भिजिट भिजा प्रकरणबाट मानव तस्करी भयो एकदमले, जघन्य अपराध हो त्यो। जघन्य अपराधमाथि चाहिँ हामीले छलफल गरेको छौँ, बहस गरेको छौँ, सरकारलाई चाहिँ ध्यानाकर्षण गर्न खोजिरहेको छौँ, तर ध्यानाकर्षित भएको छैन। भने मतलब के हो त भन्दाखेरि उहाँहरू चाहिँ अपराध पनि गर्ने, अपराधीलाई संरक्षण पनि गर्ने र जनताले बोलेको आवाजलाई चाहिँ त्यसलाई निमुट्ने काम गर्ने। भनेपछि यो अहिलेको पार्लियामेन्टमा, अहिलेको संसदमा यो जनताको सार्वभौम सत्ता सम्पन्न रहेनछ, यो भ्रष्टहरूको आधारमा चलिरहेको छ। भ्रष्टहरूको अखडा जस्तो देखियो संसद पनि, देखियो भनेपछि यो जारी रहनुपर्छ। त्यसो भए संसद जसरी अवरोध गर्ने काम गरिरहेको छ राष्ट्रपालले, यो ठिक छ? तपाईँलाई आज के भन्नुहोस्, राष्ट्रपालले यो एकदमै ठिक गरेको छ। होइन तर हेर्नु त बजेटको विषयमा बजेट भाषण जेठ 15 गते भयो, बजेटको सैद्धान्तिक विषयमा छलफल हुन पाएको छैन। यत्रो हेर्नु त तलब भत्ताको विषय छ, स्वास्थ्य शिक्षा रोजगारीको विषयमा कुराहरू छ, त्यो कुरा ठिक छ भने विकास निर्माणका कुराहरू छ, बजेट त्यहाँ विषयमा छलफल हुनु पर्दैन? तस्कर भएको चाहिँ यहाँ त्यो विषयलाई चाहिँ नजरअन्दाज गर्न मिल्छ? त्यसलाई अवमूल्यन गर्न मिल्दैन, त्यसलाई व्यवस्था गर्न मिल्दैन, व्यवस्था गर्न मिल्दैन। त्यसो भए यो भनिरहँदाखेरि हामीसँग संवैधानिक केही समस्याहरू छन्, संवैधानिक समस्याहरू छन्। हामीलाई जेठ 15 गते होइन बजेटमा का विषय हो, त्यो छलफल हुनुपर्ने। घोषणा मात्रै भयो, बजेट मैले भन्दैछु पारित गर्ने पाएन, पारित गर्नु पर्यो, छलफल गर्नु पर्यो, त्यो हाम्रो बाध्यात्मक अवस्था छ त्यो। तर के हो त भन्दाखेरि मूल कुरो के हो भने अहिलेको सरकार जसरी जनताको आवाज राष्ट्रिय स्वतन्त्र पार्टीले चाहिँ बुलन्द गरिरहेको छ, ध्यानाकर्षित गर्न खोजेको छ, त्यो विषयमा चाहिँ नजरअन्दाज गरेर जाने, त्यो त नजरअन्दाज मानव तस्करीको विषय हो यो पनि होइन। यत्रो ठुलो जग्गा गृहमन्त्री राजीनामा दिनै पर्छ त साधनजी? तपाईँ पनि राजीनामा उहाँले तपाईँका सांसदहरूले उठाएको विषय सही छ, राजीनामा दिनै पर्छ, संसदीय छानबिन समिति बन्नै पर्छ। हिजो सुन्नुहोस् न, हिजो कुनै अपराधै नगरेको रवि लामी छानेलाई 3 महिना संसद अवरुद्ध गरेर 3 महिना संसद अवरुद्ध गरेर संसद बोल्न पनि दिएनन्, सुचारू गर्न नदिने, संसदमा बोल्न पनि नदिनेको नेतृत्व गर्ने को अहिलेको गृहमन्त्री होइन? तपाईहरुले पनि बोल्न दिनु भएन, अस्ति जबरजस्ती बोल्न जानुभयो रमेश रेग्मी। प्रतिशोध साध्ने भनेको होइन, हामीले प्रतिशोध साधेको होइन, यथेष्ट तथ्य र प्रमाणको आधारमा कुरा गर्दैछौँ हामी। हैन तपाईहरुले चाहिँ अब हिजो हाम्रो पार्टी समितिले जसरी गरेको थियो हामी पनि त्यस्तै गर्छौँ भनेर लाग्नु भयो तपाईहरु? हामीले भनेकै छैनौँ नि, बदलाको भावनाले काम गर्नु भयो तपाईहरुले? हामीले के भन्यौँ, सभापति रवि लामी छानेसँग कुनै तथ्य र प्रमाण नहुँदा त उहाँहरूले गर्नुभयो भने त्यही नैतिकताको आधारमा, त्यही नजिरको आधारमा उहाँले राजीनामा दिनुपर्छ कि पर्दैन भनेर प्रश्न गरिरहेका छौँ हामी। उहाँहरूले बनाएको नैतिकता, उहाँहरूले बनाएको नजिरको आधारमा पनि उहाँले होइन एउटा कर्मचारीले गल्ती गर्छ अनि मन्त्रीले राजीनामा दिनुपर्छ भन्नुभयो नि त रमेश लेखकले। हेर्नुहोस् म त राजीनामा दिन तयार छु। कर्मचारीले निर्देशन कसले गरेको छ? त्यहाँ सेटिङ कसले कहाँबाट भएको छ? गृह मन्त्रालयमा कर्मचारी हो हुन त त्यो। अनि गृहमन्त्रीको संलग्नता र गृहमन्त्रीको निर्देशन बिना त्यो काम गर्न सकिन्छ? संलग्नता हुन सक्छ? त्यसो भए प्रमाणहरू, त्योसँग जोडेका तथ्य र प्रमाणहरू धेरै छन्। अहिले त अडियो भिडियो व्हाट्सएप मेसेजहरू समेत आयो भन्ने कुरा यो विषय त्यति बेलाको देखि थियो, जति बेला चाहिँ विभिन्न प्रक्रियामा विभिन्न चरणमा आएका गृहमन्त्रीहरू त्यति बेला देखियो थाहा छ। गृहमन्त्रीले त अहिले राजीनामा दिने मनुष्य बनाउनु भयो भन्ने कुरा आजभन्दा 1 वर्ष अगाडि नै तपाईको चाहिँ
यो विषयमा छानबिन हुनुपर्छ भनेर चाहिँ अख्तियार दुरुपयोग अनुसन्धानले सरकारलाई र गृह मन्त्रालयले गम्भीर ध्यान तर तपाईँहरूको पार्टी सभापति गृहमन्त्री हुँदा झन् धेरै मान्छे गएछ नि त बिजेट विषयमा हेर्नुहोस् त होइन त्यो गयो भने त्यही त भन्छु 1.5 महिनामा 22,000 मान्छे गयो भन्ने कुरा कति नै महिना थियौँ सरकारमा हामीले त्यो विषयमा त हामी अनुसन्धानै गर्न पाएनौँ यो विषय त यहाँको भित्र प्रशासनिक रूपमा तपाईँको पार्टी सभापति गृहमन्त्री हुँदा किन सहज भयो बिजेट विषयमा जानलाई मान्छेहरूले त्यो प्रश्न उठाए अहिले गृहमन्त्री रमेश लेखकले तपाईँहरूकै पार्टी सभापति हुँदा धेरै मान्छे गयो भनेर प्रश्न उठाइराख्नु भएको छ क्या त्यो सुन्न न त्यसरी यो प्रश्नलाई यो विषयलाई डाइभर्ट गर्ने दुष्प्रयास मात्र हो क्या राष्ट्रिय स्वतन्त्र पार्टीले संसदमा 3 महिना अवरोध भयो होइन संसदमा काम गर्न पाएन सरकारमा बसेर राम्रोसँग काम गर्न पाएको होइन जुनसुकै कुरा पनि अंकुश काम गर्दै थियो सरकारले यो विषय र हामी सरकारमा हुँदाखेरि गृहमन्त्रीमा हुँदाखेरि यो काम गर्दै थियौँ यो लगायतका विभिन्न चरणका चाहिँ हामीले संसदमा रवि लामिछानेले बोलेकै हो नि हामी विशेष समिति बनाएर विशेष अनि नक्कली भुटान सरकार वेतन जापक्र पनि सरकार ढल्यो सरकार ढलेको हो नि त यो चाहिँ यसको लहरो चाहिँ अब आर्जुसम्म पुग्ने प्रधानमन्त्री अहिलेको प्रधानमन्त्रीसम्म पुग्ने भन्ने कुरा कारणले गर्दा कुरा कहाँनिर हो भने सरकारमा जाँदाखेरि हामीले गरेन भनेर प्रश्न गर्नेहरूलाई म त्यो प्रश्नको प्रतिउत्तर दिन चाहन्छु कि सरकारमा हामीले गर्ने प्रयास गर्दै गर्दाखेरि सरकार ढलेको इतिहास हामीले बिर्सनु भएन नि त हामीलाई प्रश्न गर्नु पाइन्छ तर प्रश्न गर्दाखेरि त्यो इतिहासको पुनरावृत्तिलाई पनि हामीले अवलोकन त गर्नु पर्यो नि त कस्तो खालको पृष्ठभूमिमा त्यो खालको सरकार थियो कस्तो खालको विगत पनि स्मरण गर्नु पर्यो हामीले गर्नु परेन स्मरण गर्नु पर्यो हामीले अध्ययन गर्नु पर्यो नि त सम्झिनु पर्यो त्यो कुरा सम्झिनु पर्यो हो त्यसकारणले यो प्रश्न चाहिँ कस्तो भने प्रश्नको लागि प्रश्न गर्नको लागि ठिक छ तर राष्ट्रिय स्वतन्त्र पार्टीले गरेन सरकारमा हुँदाखेरि भनेर प्रश्न गर्न मिल्दैन किनभने हामीले गर्ने प्रयास गर्दै गर्दाखेरि सरकार होइन गृहमन्त्रीले भन्नुभयो नि त म यसमा अनियमितता यो विषयको अनियमितता संलग्नै छैन र अर्को कुरा आफूलाई स्पष्टीकरण दिने होइन नि त उहाँको होइन काङ्ग्रेसले पनि अब तपाईँ संलग्नै हुनुहुन्न भनेर काङ्ग्रेसले पनि स्पष्ट सफाइ नै दिइसक्यो काङ्ग्रेस पार्टीले एमाले पनि काङ्ग्रेसले त बैठक बसेर सफाइ दिइसक्यो एमाले सफाइ दिन्छ ओली र देउवाले होइन तपाईँ संलग्न चाहिँ राजीनामा दिनु पर्दैन राजीनामा दिन तयार छु भन्दा पनि तपाईँ संलग्न हुनु राजीनामा दिनु पर्दैन भन्नुभयो निकाय कि काङ्ग्रेस पार्टी हो पार्टीले अनुसन्धान होइन काङ्ग्रेस एमाले दुवैले सफाइ दिइसक्यो त उहाँहरू सफाइ दिने कि न्यायालय हो उहाँहरू त्यो सिआइबी होइन अदालत होइन न पुलिस प्रशासन हुनु पर्यो न पुलिस प्रशासन हो न अदालत हो निर्णय नै गर्नलाई फैसला दिन उहाँहरूसँग त्यो अधिकार होइन गृहमन्त्री त हेर्नुहोस् है संसदमा बोल्न नपाएर हुन त अहिले त अस्ति त पेलेरै बोल्नुभयो माओवादी र एकीकृत समाज द्विपक्षीय सहमति गरेपछि तर त्योभन्दा अगाडि संसदमा जस्तो तपाईँहरूको पार्टीले अथवा लगायत अरू प्रतिपक्षले संसदमा बोल्न नदिएपछि उहाँले पत्रकार सम्मेलनमा के भन्नुभयो भने म विरुद्ध कहाँ उजुरी छ र मैले राजीनामा दिनुपर्ने म गृहमन्त्री रमेश लेखकले चाहिँ न्याय पाउनु पर्दैन म चाहिँ के यो देशको न्याय नै नपाउनु पर्ने व्यक्ति हो त भनेर भन्नुभयो प्रश्न उठाउनु भयो नि होइन मूल कुरा के छ भन्दाखेरि अर्को कुरा उहाँले यहाँसँग के भन्नुभयो भने यसमा अनियमितता संलग्न रहेछ भने गृहमन्त्री होइन राजनीतिबाटै राजीनामा दिन्छु भन्नुभयो त्यसरी राजीनामा दिन्छु भनेर उहाँको महामन्त्रीले नै राजीनामा नदिएको इतिहास छ हेर्नुहोस् होइन त्यस कारणले गर्दा उहाँले जे भन्नुभयो नि आफूमाथि लागेको आरोपको खण्डन गर्ने त्यसको अनुसन्धान गर्ने आफै होइन नि त उहाँ आफै स्वयंले गर्ने हो र अनुसन्धान गर्ने र उहाँ आफूलाई स्वयं फैसला गर्ने अनि मलाई कहाँ उजुरी छ र मैले राजीनामा दिएँ अनुसन्धानको प्रक्रिया हो क्या कहाँको न्यायालय प्रक्रिया हो यो होइन त्यही पनि त होइन सुन्नु न आफैलाई अभियोग लागेको छ अनि फैसला आफैले गर्ने यो त मिल्दै मिल्दैन नि होइन प्रमाणित भएपछि त उहाँले राजीनामा दिएर मात्रै सुख होला जेल जानु पर्ला नि त्यो कुरा सुन्नु त्यो त भोलि प्रमाणित गर्ने प्रक्रियामा भन्ने कुरा त अनुसन्धान त गर्नु पर्यो अनुसन्धान गर्ने उहाँहरू अनुसन्धान गर्ने पक्षमै हुनुहुन्न हाम्रो भनाइ के सत्ता गर्न अनुसन्धान गर्ने छानबिन समिति बनाउनु पर्छ भनेर हामीले भनिरहेका छौँ हो उच्च स्तरीय छानबिन समिति बनाउनु पर्छ त्यो समितिबाट चाहिँ त्यसको चाहिँ वास्तविक अनुसन्धान हुनुपर्छ भनेर भनिरहेका छौँ हामी त उहाँहरू तपाईँहरूले भनेर के गर्नु प्रमुखपन्थी दल नेकपा माओवादी किन होइन अख्तियारलाई हामी सघाउने भन्नुभयो उहाँहरूले ल 2 बजे सहमति गर्नुभयो उहाँहरूले त अडान छोड्नुभयो तपाईँहरूको पार्टीले पनि बिस्तारै अब गल्ने जस्तो अवस्था देखि तपाईँहरू पनि अडान छोड्नुहुन्छ होला होइन राजीनामा दिनुपर्ने गृहमन्त्री त्यो ठिक छ भन्नुहुन्छ होला हामी अडान छाड्दैनौँ हामी जनताको आवाजलाई सशक्त किसिमले संसदमा बुलन्द गरिरहन्छौँ किनभने यो विषय जनताले उठाएको विषय हो होइन माओवादीले किन सहमति गर्यो एकीकृत समाजले किन सहमति सत्तासँग दुई बुद्धि माओवादीसँग त सुन्नु न माओवादी जस्तो अवसरवादी चरित्र बोकेको कुनै पार्टी छ भने अहिले नेपालमा यो अवसरवादी हो माओवादी पूर्ण रूपमा अवसरवादबाट अभिप्रेत भएर अगाडि बढेको होइन माओवादीले नि तपाईँको पार्टी सभापतिले जोगाउनलाई ठुलो भूमिका खेल्नु भएको होइन कमरेड प्रचण्डले नै हिजो चाहिँ विभिन्न सामाजिक सञ्जालमा संसदमै बोलेको हो नि गृहमन्त्री राजीनामा नदिएसम्म हामी विषय छोड्दैनौँ र छानबिन समिति
मागेको हो नि उहाँले होइन धमलासँग अन्तर्वार्ता चर्चित छ अहिले भाइरल भइरहेको छ उहाँले ल हेर्नुहोस् होइन त राजीनामा पछि छोड्दैनौँ भन्नुभएको थियो उहाँले भनेको मतलब किन छोड्न बाध्य हुनुभयो त अहिले त्यही त भन्दैछु त किन छोड्नु भयो भने त उहाँहरू अफसरबाट अपग्रेड हुनुभयो किनभने केही अफसरहरू उहाँहरूको लेनदेन मिल्यो हो राजनीतिक रूपमा केही लेनदेन मिलेपछि उहाँहरू सहमति हुनुभयो हो तर राष्ट्रिय स्वतन्त्र पार्टी कुनै पनि लेनदेन गर्न तयार छैन विशुद्ध रूपमा हामीले स्पष्ट रूपमा भनेका छौँ छानबिन समिति हुनुपर्छ राजीनामा दिनुपर्छ र यो घटनामा जुनसुकै तह तब्काका नेतृत्व कर्मचारी जुनसुकै व्यक्ति किन नहुन् तिनलाई चाहिँ कानुनको कठघरामा उभ्याएर कारवाही गर्नुपर्छ भनेर हाम्रो स्पष्ट माग प्रश्न छ तपाईँहरू त अन्तिमसम्म यो विषय समाधान नभएसम्म त्यसपछि संसदमा यो आन्दोलन यो विरोध कार्यक्रम छोड्नुहुन्न तपाईँहरू प्रश्न हुनुहुन्छ हामी छोड्दैनौँ तर राजनीतिमा त हिसाब किताब लेनदेन हुन्छ भन्ने छ नि त साधन सर हामी मैले अघि पनि भनिहालेँ पोलिटिकल नेगोसिएसन भन्छ यसलाई पोलिटिकल नेगोसिएसन गर्न हामी तयार छैनौँ होइन यही विषयले गर्दा अहिले हेर्नुहोस् है रूपन्देहीबाट रवि लामिछाने काठमाडौँ आउनु खोज्दा पनि गृहमन्त्री रोकेको कुरा आइरहेको छ पोलिटिकल नेगोसिएसन कहिले हुन्छ जहिले उच्च स्तरीय छानबिन समिति बन्छ जब गृहमन्त्रीले राजीनामा दिन्छ जब भिजिट भिजा प्रकरणमा मानव तस्कर गर्ने जघन्य अपराध गर्नेलाई कानुन कठघरामा उभ्याइन्छ तब पोलिटिकल नेगोसिएसन छ त्योभन्दा बाहेकको विषयमा पोलिटिकल नेगोसिएसन हुन सक्दैन त्योभन्दा बाहेकका विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीले पोलिटिकल नेगोसिएसन गर्न तयार छैन त्यस कारणले होइन तपाईँले यो विषय उठाउँदाखेरि हेर्नु है गृहमन्त्रीले अब अहिले तपाईँहरूको पार्टी सहभागीलाई चाहिँ रूपन्देही कारागारबाट काठमाडौँ केन्द्रीय कारागार दिल्ली बजार ल्याउने कुरा भइरहेको थियो तर गृहमन्त्रीले अड्काउनु भयो भन्ने कुरा आयो केपी ओलीकै चाहनामा रूपन्देहीबाट काठमाडौँ सार्ने अड्डा सार्ने कुराहरू आइरहेको थियो यो के हो हेर्नुहोस् है तपाईँहरूले अब रवि लामिछानेलाई काठमाडौँ ल्यायो भने त्यो गृहमन्त्रीको राजीनामा मागको विषय छोड्नुहुन्छ होला सायद काठमाडौँ रवि लामिछानेलाई काठमाडौँ ल्याउनु नल्याउनु ठुलो सरकारको विषय नै होइन यहाँ होइन उहाँले त मेसेज पठाउनु सन्देश पठाउनु भन्ने कुरा गृहमन्त्रीको आधिकारिक तथ्य तपाईँले बनिरहनु भएको छ कि कहाँबाट बनिरहनु भएको छ होइन गृहमन्त्री यो सुन्नु यो सामाजिक सञ्जालमा आएका कुरालाई तपाईँले मसँग प्रश्न नगर्नुहोस् कुरा कहाँनिर हो भने हाम्रो विचारको हामी स्पष्ट छौँ राष्ट्रिय स्वतन्त्र पार्टी स्पष्ट छ रवि लामिछानेलाई काठमाडौँ ल्याउने कि नल्याउने ठुलो सरकार होइन उहाँले पनि यस्तो भन्नु पर्यो म अलिकति म भन्दैछु उहाँले त भनेको अहिले जस्तै सामाजिक सञ्जालमा आयो नि होइन होइन तपाईँकै कुरालाई साथ दिने जस्तो एउटा अभिव्यक्ति म सुन्छु मैले चाहिँ भन्न खोजेको के भने साजन सर तपाईँ अलिकति आक्रोशमा नहुनु उहाँले चाहिँ भन्नु बरु यो अड्डा सारको विषय यहीँ थाती राखौँ तर गृहमन्त्री रमेश लेखकको भिजिट भिसा प्रकरणमा चाहिँ अड्डा नछाड्नु भनेर कारागारबाटै उहाँले सन्देश पठाउनु भयो आफ्नो सांसद भन्ने कुरा यो कतिको सत्य होइन अब यो कुरा त यस्तो मूल कुरा कहाँबाट यो बरु म यहीँ बस्छु हाम्रो पार्टीले के तर यो विषय चाहिँ नछाड्नु पार्टी सभापति रवि लामिछानेले के भन्नुभएको छ भने जुन भिजिट भिसा प्रकरणलेबाट चाहिँ जुन खालको मानव तस्कर गर्ने जघन्य अपराध गरेको छ त्यो अपराधका विषयमा जसरी जनताको आवाज सँगसँगै तपाईँले बुलन्द गरिरहनु भएको छ त्यो आवाजलाई झन् सशक्त किसिमले चाहिँ उठाउनु भन्नुभएको छ उहाँले सन्देश पठाउनु भयो उहाँले हो त्यो भनेको तर त्यसको यो अहिले बाहिर मान्छेले भनेको जस्तो उहाँलाई चाहिँ फेरि काठमाडौँ अड्डा सार गर्नको लागि चाहिँ होइन नेगोसिएसन गर्छ यस्तो सामान्य विषयमा नेगोसिएसन हुन्छ कहीँ यो लेनदेन हुँदैन यस्तो विषयमा पनि लेनदेन हुन्छ बरु मृत्युवरण गर्न तयार छन् रवि लामिछाने अनि कहाँबाट यो विषय यस्तो जघन्य अपराध र यस्तो सामान्य विषयमा नेगोसिएसन हुन्छ अब रवि लामिछाने कहिले छुट्नुहुन्छ होला त साजन सर के भन्नुहुन्छ अब यस्तो हो अब यो कहिले छुट्छ 84 सम्म उहाँ अब हिरा कारागारै बसाइ हुन्छ कि होइन अब यस्तो छ हेर्नुहोस् अब यो राजनीतिक प्रतिशोधको चरम उत्कर्षमा पुगिसकेको छ उहाँहरूले गर्न सक्ने हर चुनौतीहरू हर किसिमको अस्त्रहरू प्रयोग गरिसक्नु भएको छ तर पनि हामीलाई के छ भने हामी पनि एउटा न्यायिक प्रक्रियामा अगाडि बढिरहेका छौँ अब सम्भवतः यो कहिले टुङ्गिन्छ भन्ने कुरो त भन्न सकिँदैन भन्न सक्दैनौँ तर छिट्टै हुन्छ तर हामीलाई आशा के छ भने उहाँले कुनै पनि अपराध गर्नुभएको छैन सफाई पाउँछ अदालतबाट तपाईँलाई सबै उहाँले सफाई पाउनुहुन्छ भने विश्वास हुनुहुन्छ अहिले सफाई पाउनुहुन्छ र समान सफाइका साथ उहाँ फेरि आउनुहुन्छ राष्ट्रिय राजनीतिको नेतृत्व गर्नुहुन्छ भन्ने कुरामा दुई मत छैन हेर्नुहोस् तर हेर्नुहोस् त कारागार चलान भइसक्नु भयो संसदीय दलको नेता छान्न सक्नु भएको छैन पार्टी सभापति उहाँ नै हुनुहुन्छ अहिलेसम्म अब यो पार्टीको आन्तरिक कुरा यो विषयमा हामी सम्भवतः अब यो एक हप्ताभित्र हामी सबै टुङ्ग्यौँ हो पार्टीका संसदीय दलको नेता अब अर्को संसदीय दलका नेताको पनि विषयमा पनि टुङ्गिन्छ पार्टी सभापतिको विषयमा पनि टुङ्गिन्छ होइन पार्टी सभापति त 84 सम्म उहाँ नै हो भनेर भनिसक्नु भयो नेताहरूले होइन यस्तो छ अब यस्तो छ विषयवस्तु के छ समय परिस्थिति त्यो भन्दाखेरिको समय परिस्थिति कस्तो थियो र आजको विषयवस्तु परिस्थिति कहाँ फरक छ मान्छे पार्टी सभापति हटाउँदै हुनुहुन्छ रवि लामिछानेलाई हटाउने भन्ने होइन तर आवश्यकता अनुसारको निर्णय हुन्छ आवश्यकता अनुसारको निर्णय हुन्छ यति कुरा बुझ्नु यति चाहिँ हामीले धैर्य गर्नु पर्यो त्यसो भए धैर्य गर्नुपर्छ र आवश्यकता अनुसार मैले भनिहालेँ आवश्यकता अनुसारको निर्णय हुन्छ
अब के छ राष्ट्रिय राजनीतिमा राष्ट्रसभाको भविष्य कस्तो देख्नु भएको छ त? राष्ट्रिय राजनीतिमा राष्ट्रिय स्वतन्त्र पार्टीको भविष्य जो जसले मान्छ उज्जवलै छ अहिलेसम्म। उज्जवल छ। किन जो जसले मान्छ भने अहिले नेपालको राजनीतिमा वैकल्पिक राजनीतिक शक्ति केन्द्रको नेतृत्व गर्ने कुनै शक्ति छ भने त्यो भनेको राष्ट्रिय स्वतन्त्र पार्टी हो। त्यस कारणले गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीलाई जुन खालको सिद्ध्याउनका लागि दुष्प्रयासहरू लामो समयदेखि भइआएको छ त्यसका श्रृङ्खलाहरू पनि अब नेपाली जनताले स्पष्ट बुझिसकेका छन्। त्यस कारणले गर्दा अबको वैकल्पिक शक्ति केन्द्र भनेकै राष्ट्रसभा हो भन्ने कुरा जनताले स्पष्ट बुझेका छन्। त्यस कारण अब नेपालको राजनीति र नेपालको लोकतान्त्रिक आन्दोलनमा कुनै पनि त्यस्तो शक्ति मजबुत शक्ति जनताको शक्ति हुन्छ भने त्यो दल भनेको राष्ट्रिय स्वतन्त्र पार्टी हो। त्यो बाहेकको अवस्थामा अन्य शक्तिहरू भनेको कमजोर शक्ति हो। जस्तै अहिले तपाईँको होइन, अहिले त सुमाना र बालेन मिलेर पार्टी खोल्ने कुरा आइसक्यो, तपाईँ राष्ट्रसभा भनिराख्नु भएको छ। होइन, त्यस्तो आधिकारिक कुरा होइन। जो जति व्यक्तिहरूले त्यो कुराहरू आएको छलफल चलेको कुरा त आयो नि। यो विषय जसरी अहिले बाहिर सामाजिक सञ्जालमा आएका छन्, यो विषय चाहिँ कहाँबाट उठान भएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीमाथि जो आस्था राख्ने मान्छेहरू छन् ती आस्था राख्ने साथीहरूलाई चाहिँ त्योबाट डाइभर्ट गर्ने प्रयास हुँदैछ। अब त्यो प्रयासहरू चाहिँ कस्तो भन्दाखेरि हामीले गरेका प्रयास र उहाँहरूले गरेका प्रयासहरू त्यो असफल बनाउनको लागि चाहिँ गरेका प्रयासहरू मात्र हुन्। तर हामी के छौँ भन्दाखेरि हामीले चाहेका कुराहरू चाहिँ अहिले पनि राष्ट्रिय स्वतन्त्र पार्टीलाई वैकल्पिक शक्ति बनाउने भनेर हामी लागिरहेका छौँ। तर केही प्रक्रियाहरू कस्तो छन् भने जसरी केही मान्छेहरूसँग बालेन्जीहरूसँग भेट्दाखेरि कोही व्यक्तिहरूसँग जो अहिलेको सामाजिक रूपमा एउटा चर्चित व्यक्तित्वहरूसँग भेट्ने बित्तिकै फेरि फरक ढङ्गले पार्टी निर्माण गर्ने त्यो त हुनै सक्दैन नि। किनभने नेतृत्व वैकल्पिक शक्ति केन्द्रको नेतृत्व नै राष्ट्रिय स्वतन्त्र पार्टीले गरेको छ भने अनि फेरि अर्को पार्टी बनाउने भन्ने त्यो मूर्खता हामीले गर्छौँ। बालेन हर्करलाई बरु भित्राउन प्रयास गर्नुहुन्छ तपाईहरु त्यसो भए? हामीले होइन, यो कुरा यस्तो छ हेर्नुस्, गोपी हमाललाई भित्राउनुहुन्छ। दुईटा कुरो छ हेर्नुस् है। वैकल्पिक शक्ति केन्द्रलाई अझ मजबुत बनाउनका लागि र अहिलेको यथास्थितिवादी सर्वसत्तावादी र निरङ्कुशवादी दलीय तन्त्रहरूको अन्त्य गर्नका लागि वैकल्पिक शक्ति केन्द्र मजबुत हुन जरुरी छ। हामीले वैकल्पिक शक्ति केन्द्रको नेतृत्व राष्ट्रिय स्वतन्त्र पार्टीले गरेको छ। तर वैकल्पिक शक्ति छरिएर बसेका वैकल्पिक शक्तिहरूलाई केन्द्रीकृत गर्न जरुरी छ। किनभने पुराना राजनीतिक दलहरू जसका विरुद्धमा अधिनायकवाद हावी गरे, जसले सर्वसत्तावाद हावी गरिरहेका छन्, ती शक्तिहरू चाहिँ मजबुत छन्, सङ्गठित छन् होइन। अनि वैकल्पिक शक्ति भन्नेहरू चाहिँ कस्तो भने छरपष्ट छन् क्या, विभाजित जस्तो देखे, फैलिएर बसेका छन् भने तिनीहरूलाई एकताबद्ध गर्ने काम अब राष्ट्रपालले गर्छ। अबको आवश्यकता र अबको नेतृत्व त्यसको नेतृत्व राष्ट्रिय स्वतन्त्र पार्टीले गर्छ र वैकल्पिक शक्ति केन्द्रलाई मजबुत बनाउने र नेपालको राजनीतिमा एउटा चाहिँ निलो क्रान्ति सम्पन्न गर्नको लागि शक्ति बनाउने काम चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा हुन्छ। बालेन हर्क गोपी हमाल पनि आउँछन्, अब बालेन राष्ट्रसभामै प्रवेश गर्छन् उनीहरू लगायतका स्वतन्त्र बसेका जो राष्ट्रसभा प्रवेश गर्छन् उनीहरूले व्यक्तिहरू छन्, ती व्यक्तिहरूलाई राष्ट्रिय स्वतन्त्र पार्टी र एउटा वैकल्पिक शक्ति केन्द्रको रूपमा राष्ट्रसभा प्रवेश गर्छन् उनीहरूले। अब त्यसो भए गर्नुपर्छ। उहाँहरूले साँच्चीकै समाजमा परिवर्तन गर्न चाहेको हो भने, नेपाललाई रूपान्तरण गर्न चाहेको हो भने, नेपाली जनताको समस्याको समाधान गर्न चाहेको हो भने उहाँहरू आउनुपर्छ र सङ्गठित हुन जरुरी छ र राष्ट्रिय स्वतन्त्र पार्टीको निलो क्रान्तिमा समावेश हुन जरुरी छ। अनि तपाईँ नेताहरूले भन्नुभयो अब 84मा चाहिँ चुनाव भएपछि रवि लामिछाने प्रधानमन्त्री हो भनेर भन्नुभएको छ, त्यो सम्भव छ र उहाँ त अहिले कारगर हुनुहुन्छ, 84मा मुद्दा टुङ्गिएन भने के हुने हो? यस्तो छ, अब अहिलेको आम जनताको चाहना भावना र मर्म अनुसार पनि नेपालको राजनीतिमा राष्ट्रिय स्वतन्त्र पार्टी अब वैकल्पिक शक्ति हो होइन। अब वैकल्पिक मात्र होइन, अहिलेको अवस्थामा त निर्विकल्प शक्ति हो। त्यसकारण यो निर्विकल्प शक्तिलाई एउटा सशक्त किसिमले अगाडि बढाउनको लागि जुन खालको हामीले नेतृत्व गरेका छौँ, यसको नेतृत्व गर्नको लागि चाहिँ हर्क बालेन लगायत सबै टिमहरू आउनुपर्छ र राष्ट्रिय स्वतन्त्र पार्टीले गर्न लागेको एउटा उन्नत लोकतान्त्रिक विद्रोह, त्यो विद्रोहमा समावेश हुनुपर्छ। यदि हामीले त्यस्तो गर्न सकेनौँ, हामी छिटफुट ढङ्गले आफ्नो बाटोमा लाग्यौँ, बालेन्जीहरू एक ठाउँमा लाग्नुभयो भने, हर्कजीहरू एक ठाउँमा लाग्नुभयो भने, लगायतका स्वतन्त्र व्यक्तिहरू जो लब्ध प्रतिष्ठित व्यक्तिहरू हुनुहुन्छ उहाँहरू छरिएर बस्नुभयो भने नेपाली समाज यथास्थितिवादमै रमाउँछ, यथास्थितिवादबाट अगाडि बढ्न सक्दैन। यो चाहिँ के हुन्छ भन्दाखेरि फेरि समाजमा चाहिँ विद्रोह विग्रह र एउटा खालको आन्दोलित र अस्थायी राजनीति हुन्छ र यो अस्थायी राजनीतिबाट चाहिँ हामीले चाहिँ स्थायित्व दिनको लागि पनि हामी सङ्गठित हुन जरुरी छ। माधव कनेवाल पूर्व प्रधानमन्त्री समाज अध्यक्षलाई पनि अहिले पतञ्जलि योगपीठ
जग्गा हिँडमिना प्रकरणमा अख्तियारले मुद्दा चलाएको छ। कसरी हेर्नु भएको छ? अब अरू प्रधानमन्त्रीहरू जस्तो गिरिबन्धु ओलीको नाम आइरहेछ, क्यान्टोनमेन्टको विषयमा प्रचण्डको कुराहरू आइरहेको हुन्छ, सेरा दरबारको विषयमा पनि। उहाँहरू पनि अब के छानबिनको दायरामा आउन सक्छ? अब विषय के छ भन्दाखेरि जो अहिले माधवजीको विषय छ नि, अहिले तपाईँलाई ठ्याक्कै अलिकति यो हो नि त, यो अरूको पार्टीको त हामीले कुरा गर्न त्यति जायज मान्दिनँ म। तर अहिले विषय कहाँ छ भने माओवादी ब्याग त्यसै हटेको होइन संसदमा। अरूले साथीहरूले चाहिँ के भन्यो, अग्नि प्रसाद सापकोटासँगको लेनदेन भन्नुभयो। यो विषय लेनदेन चाहिँ माधव नेपालसँगको लेनदेन हो। पतञ्जलि र गृहमन्त्री साटे हो। माधव नेपाललाई सेफ ल्यान्डिङ गर्नको लागि प्रचण्डले चाहिँ यो खालको चाहिँ ऐतिहासिक निर्णय गर्नु पर्यो। किनभने आम माओवादी पार्टी कार्यकर्ताले यति बेला प्रचण्डका विरुद्धमा धावा बोलेका छन् होइन, पार्टीबाट राजीनामा दिएका छन्। ऐतिहासिक गल्ती भयो भनेर भनेका छन्। यो ऐतिहासिक गल्ती केका लागि थियो त भन्दाखेरि माधव नेपाललाई बचाउने र माधव नेपालसँग चाहिँ वामपन्थी एउटा चाहिँ शक्ति बनाउने र वाम एकता गर्दै एउटा चाहिँ एउटा फेरि चाहिँ समाजवादी पार्टी बनाउने जो उहाँहरूले एउटा परिकल्पना गर्नुभएको छ। नाम मात्र समाजवादी हो है, फेरि व्यवहारमा होइन, नाम मात्र समाजवादी बनाउने एउटा ब्रान्डिङ बनाउने दुष्प्रयास गरिरहनु भएको छ। त्यो सफल हुने होइन। माओवादीले भने 1 महिनाभित्र छानबिन समिति अथवा कुनै छानबिन समिति बनाएन हामी फेरि गृहमन्त्रीको भिजिट भिसा प्रकरण उठाउँछौँ भन्नुभएको छ उहाँहरूले। अहिले अग्नि सापकोटासँग कुनै साइनो छैन, यो दुई विधेयकको भन्नुभयो। पोलिटिकल नेगोसिएसन भनेको कहिले जहिले पनि 2-3टा कुरामा आधारित हुन्छ क्या। पोलिटिकल नेगोसिएसन भनेको त्यो 3टा कुरा भने के हो नि, एउटा कुरा चाहिँ इच्छा हुनु पर्यो त्यो नेगोसिएसन गर्नलाई, अर्को आफ्नो पोलिटिकल पोजिसन हेर्नुपर्छ, अर्को पोलिटिकल पावर हेर्नुपर्छ। यो 3टा कुरामा मात्र आधारित रहेर पोलिटिकल नेगोसिएसन गर्न सकिन्छ। अब अहिले माओवादीले गर्यो के त भन्दाखेरि त्यो पोलिटिकल नेगोसिएसन कहाँ गएर जोड्यो त भन्दाखेरि यता माधव नेपालसँग गएर जोडाइदिए। भनेपछि उसको इन्ट्रेस्ट कहाँ छ त भन्दाखेरि वाम एकताको नाममा माधव नेपालसँगको एउटा पार्टी एकीकरण गरेर पार्टी खोल्न पायो भने एउटा ठुलो पार्टी अलिकति अहिलेको भन्दा अलिक बढी शक्तिशाली पार्टी पनि बनाउन सकिन्छ भनेर पोलिटिकल नेगोसिएसन गरेको स्पष्ट देखिन्छ। त्यस कारण यो पोलिटिकल नेगोसिएसन माओवादी पार्टीले ऐतिहासिक गल्ती गरेको हो भन्ने कुरामा दुई मत छैन। हेर्नुहोस्, उहाँहरू त के भने मृत शरीर रहेछ नि त, संसदमा त सबै मृत शरीर रहेछ। हेर्नुहोस् न, जघन्य अपराध भइरहँदाखेरि पनि नबोल्ने होइन, राज्य संरक्षित अपराध भइरहेको नबोल्ने, मानव तस्कर हुँदाखेरि पनि नबोल्ने, ठुल्ठुला भ्रष्टाचारका कुराहरू हुँदाखेरि पनि नबोल्ने भनेपछि त्यहाँका संसदमा चाहिँ जीवित मान्छेहरू छन्, मृत मान्छेहरू रहेछन्, मृत शरीर बोकेर बसेकाहरू मात्रै रहेछन्। त्यो देखियो, यो त्यसो दुई बुद्धिले देखियो भन्छ। अब यिनीहरू उठ्न सक्ने जस्तो अवस्था देखिँदैन। अब जीवित भनेको संसद जीवित भने राष्ट्रसभा मात्रै हो, राष्ट्रसभा मात्रै हो, अरू सबै जिउँदो लास जस्तो भयो। जिउँदो लास भयो जस्तो होइन, भए नै जिउँदो लास नै हुन् भन्नु। जिउँदो लास भयो। यदि उनीहरूसँग साँच्चीकै जनताको सार्वभौम अधिकार लिएर संसदमा प्रतिनिधित्व गरेको भने जनताको आवाज किन बोलेन त? प्रश्न यहाँनिर छ नि त। प्रश्न यो गर्ने कि नगर्ने तपाईँले गर्नु पर्यो, यो प्रश्न मैले गर्नुपर्छ। अर्को आम नेपाली राष्ट्रसभा चाहिँ तलमाथि हुँदैन। यो भिजिट भिसा प्रकरणमा जुन खालको जघन्य अपराध गरेको छ, राज्य संरक्षित अपराध भएको छ, यो राज्य संरक्षित अपराध हामी ठुल्ठुलो हेर्दैनौँ। यसको प्रतिरोध गर्न जनताले हामीलाई जनादेश दिएका छन्। त्यो जनादेशको आधारमा संसदमा अन्तिमसम्म पनि हामी लड्छौँ। अब अन्तिममा जहाँ जाति अब जस्तो यो राष्ट्र संस्थाको आन्दोलन पनि यो गणतन्त्र दिवसकै दिनबाट जेठ 15 अगाडि बढाएको थियो। तपाईँहरूको पार्टीलाई पनि जस्तो राष्ट्र संस्था पुनर्स्थापनाको लागि गठित संयुक्त जनआन्दोलन समिति जसको नेतृत्व नवराज सुवेदी लिनुभएको छ, 86-87 वर्षीय पूर्व पञ्च राष्ट्रिय पञ्चायतका अध्यक्ष, उहाँहरूले औपचारिक पत्र काटेर राष्ट्रसभालाई पनि हामीलाई साथ दिनु सडकमा भन्दाखेरि राष्ट्रसभाले सिधै नकाएर हामी गणतन्त्र विरुद्धमा छैनौँ, हामी यो व्यवस्था फाल्ने पक्षमा छैनौँ भन्नु। साँच्चै कतिपयले अहिले पनि राष्ट्रसभाको के हो यो लिङ्ग भन्ने हिसाबले पनि अहिले प्रश्न गरिरहन्छ। राष्ट्रसभा किता क्लियर हो? अब त्यसो भए यो गणतन्त्रवादी शक्ति हो राष्ट्रसभा, राजावादी आन्दोलनमा त्यसो भए सहभागी त राष्ट्रसभाको लिङ्ग के हो भनेर सोधिराख्ने मान्छेहरूले, जो मान्छेहरू छ नि उहाँहरूको आफै लिङ्ग क्लियर छैन क्या। पहिलो कुरा त्यो हो। पहिलो कुरा हजुर। दोस्रो कुरा के हो नि, राष्ट्रिय स्वतन्त्र पार्टी मात्र त्यस्तो पार्टी हो जसले चाहिँ आफ्नो दस्तावेजमा, पार्टीको राजनीतिक दस्तावेजमा स्पष्ट भनेको छ कि हामी हिजोको एकात्मक केन्द्रीकृत सामन्ती व्यवस्थाको पनि हामी चाहँदैनौँ र अहिलेको जो दलीय गणतन्त्र छ यसको पनि अन्त्य गर्न चाहन्छौँ। सुन्नुहोस् है, हिजोको एकात्मक केन्द्रीकृत शासन व्यवस्था पनि हामी चाहँदैनौँ, त्यो निरङ्कुशता पनि चाहँदैनौँ, त्यो अधिनायकवादी पनि चाहँदैनौँ र अहिलेको दलीय गणतन्त्र, यो दलीय गणतन्त्रको पनि ध्वस्त गर्न चाहन्छौँ। दलीय गणतन्त्र लुटतन्त्र भइरहेको हो। त्यस कारण दुईटा कुरा, यो दुईटै कुराको पक्षमा छैनौँ हामी।
हामी चाहन्छौँ कि उन्नत तर राजावादीहरू भन्छन् कि हामी यही उन्नत व्यवस्थाको कारण यो गणतन्त्रको भ्रष्टाचार पक्षमा बढ्यो, अनियमितता बढ्यो, अराजकता बढ्यो, भ्रष्टाचार बढ्ने कारण यही व्यवस्था भन्छन् कि राजा। त्यसो भए यही व्यवस्थाका भित्र पनि सुधार गर्न सक्नुहुन्छ ल, म तपाईहरु? भन्छु तपाईँलाई एउटा सिम्पल इक्जाम्पल दिन्छु। एउटा सुन्दर घर छ, त्यो सुन्दर घर भनेको सङ्घीय लोकतान्त्रिक गणतन्त्र हो। त्यो घरभित्र के भइदियो भन्दाखेरि 2-4 जना मान्छेहरू फटा निस्के, चोरी गर्ने, लुटपाट गर्ने, घरको सुन्दरतालाई ध्वस्त गर्ने, बाँदरे प्रवृत्तिका मान्छेहरू आए हो। अब प्रश्न, जसले गणतन्त्रको विरोध गरिरहेको छ, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको विरोध गरिरहेको छ, ती मान्छेलाई मेरो प्रश्न, अब सिम्पल प्रश्न, अब त्यो सुन्दर घर भत्काउने या त्यहाँभित्र भएको बाँदर प्रवृत्तिका मान्छेलाई हटाउने? त्यो प्रश्न होइन, प्रश्न त्यति मात्र। पात्र फेर्ने हो, पात्र फेर्ने, घरै जलाउने, घर जलाउने होइन। यो घरलाई त हामीले झन् व्यवस्थित बनाउने, उन्नत बनाउँदै जाने हो भने मतलब गणतन्त्रलाई हामी उन्नत गणतन्त्र बनाउनु पर्यो। जनताको प्रत्यक्ष गणतन्त्र बिना राजतन्त्र हुन सक्दैन। तपाईँ प्रश्न हुनुहुन्छ, गणतन्त्रको विकल्प भनेकै उन्नत गणतन्त्र हो। उन्नत गणतन्त्रमा मात्र जनताको प्रतिनिधित्व हुन सक्छ। अहिलेको फेरि तपाईहरु प्रश्न हुनुहुन्छ त्यसो भए राजसभा अस्पष्ट भन्ने कुरा चाहिँ यो हावा मात्रै हो, हावा भन्नाले यो हल्ला मात्रै हो। म दुईटा शब्द भन्छु। राष्ट्रिय स्वतन्त्र पार्टी उन्नत गणतन्त्रको पक्षमा छ, जुन उन्नत गणतन्त्र कुनै पनि किसिमको राजतन्त्र पक्षमा छैन। राजसभा कुनै पनि निरङ्कुश तन्त्र, कुनै पनि अधिनायकवादी तन्त्र र कुनै पनि सामन्ती होइन। राजालाई अभिभावक बनाऊ भनिरहेका छन् के राजावादीहरू? किन राजालाई अभिभावक होइन, देश स्थिर जान्छ, सुशासन हुन्छ, भ्रष्टाचार घट्छ भन्छन्। मेरो एउटै प्रश्न जो अहिले राजावादीहरूले भनिरहेका छन् नि, राजावादीहरूलाई दुईटा प्रश्न छ मेरो। राजावादीहरू कन्फ्युज छन् एउटा कुरा, उहाँहरूले चाहेको राजतन्त्र हो या राज संस्था हो, त्यसमै कन्फ्युज छन् उनीहरू। त्यो दुईटा कुरा है, उनीहरू दुविधामा छन्, दुविधामा छन्। उहाँहरूलाई के चाहेको? अब सुन्नुहोस्, राजतन्त्र चाहेको हो भने राजतन्त्र हुने बित्तिकै के हुन्छ, त्यो अधिनायकवादी सामन्ती नै हुन्छ, त्यो निरङ्कुशै हुन्छ। त्यस्तो व्यवस्था हामीले जनताले चाहेको छैनौँ होइन। अब राज संस्था भनेको जो उहाँले पर्मानेन्ट इन्स्टिच्युटको नाम, हेड अफ स्टेटको नाममा पर्मानेन्ट इन्स्टिच्युट, स्थायी संरचनाको कुरा गरिरहनु भएको छ। एउटा वंशवादमा आधारित पर्मानेन्ट इन्स्टिच्युट किन स्वीकार गर्ने? जुन पर्मानेन्ट इन्स्टिच्युटले देशको विकास, समृद्धि र जनताको प्रत्यक्ष शासन व्यवस्थामा कुनै पनि संलग्नता राख्दैन र त्यो निकममा हुन्छ भने त्यस्तो परिवारवादमा आधारित संस्था हामीले ल्याउनु पर्ने आवश्यकता के? होइन, त्यही अभिभावक नभएर त देश लथालिङ्ग भयो भन्छन् के उनीहरू। अनि जुन अभिभावकसँग कुनै राजनीतिक अधिकार छैन, त्यो राजनीतिक अधिकार र अधिकारविहीन संस्थाले कसरी चाहिँ देशको नेतृत्व गर्छ? जन्मेका आधार उनीहरूलाई राजा महाराजा भन्नुपर्ने होइन, खाइसियोस् गइसियोस् बक्सियोस् हो त, होइ बक्सियोस् भन्नुपर्ने। अब यस्तो छ क्या, दुईटा कुरा छ, मैले अघि पनि भनिहालेँ नि, उहाँहरूले गर्न खोजेको कुरा के हो त्यो कुरा क्लियर हुनु पर्यो होइन। राजतन्त्र ल्याउन लाग्यो भने उहाँहरूले भन्नु पर्यो यसरी आउनु। अब फेरि अहिलेका यो राजावादीहरूले गरेको आन्दोलन, यस्ता आन्दोलनबाट राजतन्त्र आउँदैन, राज संस्था आउँछ होइन। तु यो मसिन बस्नु तपाईँ 15 गते चाहन्छु। साँच्चीकै तपाईँहरू राजावादी हो, छाती मात्र राखेर सोचौँ एकचोटि, तपाईँहरू राजावादी नै हो, राज संस्थावादी नै हो साँच्चीकै हो भने तपाईँहरूले छ नि आन्दोलन गरेको आन्दोलनमा तपाईँहरूको नेतृत्वमा आन्दोलन हुन सक्दैन। नेतृत्व कसले गर्न सक्छ? ज्ञानेन्द्रले गर्यो भने मात्र त्यस्तो आन्दोलन एउटा राजा भएर सडकमा आउने उनीहरू त्यसो भन्छन्। राजा त हिँड्नु हुँदैन, डुल्नु हुँदैन, राजा त राजगतिमा मात्रै बस्नुपर्छ, जिउ हजुर मात्रै गर्ने हो हामीले। उहाँ त बोल्नु पनि हुँदैन, सडकमा आउनु पनि हुँदैन। राजा पनि सडकमा आउँछन्, राजा पनि जनताको विरुद्धमा आउँछन् त भन्नुहुन्छ उहाँ। त्यो भनेको चाहिँ के हो भने दास मनोविज्ञान हो क्या, दास मनोवृत्ति हो, मनोविज्ञान हो। त्यस्तो दास मनोविज्ञानबाट ग्रसित भएका मान्छे होइन। राजा त भगवान जस्ता हुन् भन्छन् उनीहरू, राजा त भगवान हो भन्छन्। दासत्व मनोविज्ञानबाट ग्रसित भएका मान्छेहरूले भन्ने कुरा यस्तै हो क्या, समाज परिवर्तन गर्ने कुरा छ, सामाजिक राज्य सत्ताको परिवर्तन गर्ने कुरा छ होइन। राजाले त चलाउनै हुँदैन, राजा भने त राजा मान्दैन। यो समाजको परिवर्तन हुन्छ कहीँ 21औं शताब्दीमा? समय कहाँबाट कहाँ पुगिसकेको छ अनि हामी कुरा गर्छौँ सीमित कुराको एउटा इकाइ कुरामा रमाइरहेका छौँ होइन। त्यस कारण मूल कुरा के हो भने राज संस्था अथवा राजतन्त्र आएर नेपाली समाज अगाडि हुँदैन। मूल कुरा के हो भने अहिलेको लोकतन्त्रलाई उन्नत बनाउने, अहिलेको गणतन्त्रलाई उन्नत बनाउने, जनता प्रति पारदर्शी हुने, जवाफदेही हुने, सुशासन कायम गर्ने, त्यसको लागि सही नेतृत्व आवश्यक छ। चाहिँ राजसभा कुनै पनि हालतमा राज संस्थाको एजेन्डा बोक्न तयार छैन र भोलि पनि तयार हुँदैन, आज पनि तयार हुँदैन। प्रश्न स्पष्ट छ। राष्ट्रिय स्वतन्त्र पार्टी उन्नत गणतन्त्रमा जान्छ होइन, सामाजिक न्यायलाई मान्छ होइन, र जनताको आधारभूत आवश्यकतालाई र प्रतिस्पर्धात्मक लोकतन्त्रमा समाजवादमा अगाडि बढ्न तयार छ। हस्, यो महत्त्वपूर्ण संवादलाई साधनजी यहाँलाई धेरै धेरै धन्यवाद। हस्, तपाईँलाई पनि धेरै धेरै धन्यवाद। थ्याङ्क यू सो मच।